देशमा राज्य पुनर्संरचनापछि बनेको अधिकार सम्पन्न बलियो स्थानीय तहको पहिलो पटक 2074 सालमा निर्वाचन भएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिकाले पनि नयाँ नेतृत्व पायो। संघीयतापछि बनेको नयाँ संरचनामा नगरोन्मुख सूर्यविनायकलाई नगर प्रमुख वासुदेव थापाको नेतृत्वमा पहिलो कार्यकालमा बलियो जग बसाल्ने कार्य भयो। यस बीचमा आवश्यक कानून निर्माण गर्दै नगरवासीको सेवा प्रवाह र विकास निर्माणका कार्यलाई अगाडि बढाइयो। पहिलो कार्यकालमा भएका विकास निर्माण नगरपालिका प्रतिको वफादारीताका कारण दोस्रो पटक 2079 सालमा भएको निर्वाचनमा पनि नगरवासीले वासुदेव थापालाई नै नगर पिताका रूपमा चुने। पहिलो कार्यकालमा रहेका अधुरा योजना पूरा गर्दै नगर प्रमुख थापाले दोस्रो कार्यकालको मध्य अवधिमा आइपुग्नु भएको छ। नगर प्रमुख थापा दोस्रो कार्यकालमा निर्वाचित हुनु भएको 3 वर्ष बित्नै लागेको छ। यस अवधिमा थुप्रै काम भएका छन्। पछिल्लो समय शिक्षा, स्वास्थ्य र खानेपानीलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढाउने काम भइरहेको छ। सूर्यविनायक नगरपालिका शैक्षिक क्षेत्रको विकासमा तल्लीन रहेको छ। नगरपालिकालाई शैक्षिक हबको रूपमा विकास गर्न अग्रसर रहेका छन् जनप्रतिनिधिहरू। सूर्यविनायक नगरपालिकाले शैक्षिक क्षेत्रको विकास तथा विस्तारलाई विशेष प्राथमिकता दिँदै आएको छ। सामुदायिक विद्यालयलाई सबैको रोजाइ र भरोसाको केन्द्र बनाउन लागि छ। शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र माथि उकास्न नगरपालिकाबाट वार्षिक नीति तथा कार्यक्रम र बजेट मार्फत नै ठूलो धनराशि खर्च गर्ने गरिएको छ। नगरपालिकाले नेपालमै पहिलो पटक सामुदायिक विद्यालयका प्रधान अध्यापक खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गरी सबैलाई गतिलो पाठ सिकाउन सफल भयो। नगरपालिकाले सुरु गरेको सो कार्यको देशका सबै स्थानीय तहमा लागू भयो। नगर प्रमुख वासुदेव थापा उपत्यका मेयर्स फोरमको उपाध्यक्ष समेत हुनुहुन्छ। उपत्यका फोरमबाट समेत संस्थागत निर्णय भएपछि नेपाल सरकारले नै नीति तथा कार्यक्रममा नै समावेश गरेर हाल देशैभर खुल्ला प्रतिस्पर्धाबाट प्रधान अध्यापक नियुक्त गर्ने कार्यको थालनी भएको छ। शिक्षामा गुणस्तरीय शिक्षाको पहुँच सबैमा पोस् भनेर हामीले छनौट प्रतिस्पर्धामा हामीले गऱ्यौँ। नगरपालिकाले सुरुवात गर्यो। अब घरको राम्रो बनाउनलाई मुली नै राम्रो चाहिन्छ भने जस्तै शिक्षा क्षेत्रमा नै अब त्यो त्यहाँको प्रिन्सिपल हेडमास्टर चाहिँ नि राम्रो भयो भने अरूलाई पनि राम्रो बनाउनको लागि दक्ष योग्य क्षमता भएको व्यक्तिहरू आओस् भनेर खुल्ला प्रतिस्पर्धाको रूपमा विज्ञ टोली गठन गरेर प्राध्यापक डाक्टर मनो प्रसाद वाग्ले लगायत विभिन्न 5 जनाको समिति बनाएर उहाँले निष्पक्ष छनौट गरेर छनौट गरेको छ र उहाँले यो नगरपालिका 2 वर्षमा के कस्तो बनाउँछु भनेर उहाँले एउटा भर्नु भएको छ, फर्म भरेर दिनुभएको छ। त्यो अनुसार त्यो विद्यालय चाहिँ नि आफू भएको विद्यालय भएन भने त्यसलाई हामीले त्यो क्वेसन चिन्ह उठाउन सक्नेछौँ र शिक्षा क्षेत्रमा पनि हामीले त्यसरी लागेका छौँ। सूर्यविनायक नगरपालिकामा 28 वटा सामुदायिक विद्यालय, 58 वटा संस्थागत निजी र 45 वटा एलसीडी कक्षा सञ्चालनमा रहेका छन्। सरकारी भन्दा निजी विद्यालय दोब्बर रहेको नगरभित्र कुल विद्यार्थी संख्या 23,000 को हाराहारीमा रहेको छ। पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्दो रहेको छ। यस्तै सामुदायिक विद्यालयमा भौतिक पूर्वाधारमा लगानी बढाइएको छ, जसका कारण कक्षा कोठा, फर्निचर, अन्य आवश्यक कुराको परिपूर्ति गरिएको छ। परीक्षामा एकरूपता कायम गरिएको छ, जसले गुणस्तर सुधारमा सहयोग पुर्याएको छ। नगरपालिकाले विद्यालयमा कमजोर विद्यार्थीका लागि उपचारात्मक कक्षा सञ्चालन गर्न सहयोग गर्दै आएको छ। खेलकुदको विकासका लागि कार्यतालिका अनुसार खेल कार्यक्रम सञ्चालन गर्ने गरिएको छ। दरबन्दी कम भएका विद्यालयमा शिक्षक व्यवस्थापनका लागि आवश्यक रकम अनुदान दिने गरिएको छ। संस्थागत विद्यालयमा आवश्यक सरकारी नीति तथा कार्यक्रमलाई लागू गर्न आवश्यक समन्वय र सहयोगको वातावरण सृजना गर्ने गरिएको छ।
आधारभूत स्वास्थ्य सेवामा नागरिकको सहज र सुलभ पहुँचका लागि विशेषज्ञ सुविधा सहित सेवा सुरुवात गरिएको नगर अस्पतालमा सेवा विस्तारसँगै मुहार फेरिन थालेको हो। पछिल्लो समय नगर अस्पतालमा सेवा विस्तार गर्ने कार्यलाई तीव्र रूपमा अगाडि बढाइएको छ। केही समय अघि मात्र सूर्यविनायक नगर अस्पतालमा अपरेसन थिएटर सञ्चालनमा आइसकेको छ। नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वासुदेव थापाले अपरेसन थिएटरको सेवा शुभारम्भ गर्नु भएको हो। साथै अपरेसन सहितको बर्थिङ सेन्टर स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ। स्वास्थ्य क्षेत्रमा पनि गरिबको झुपडीसम्म स्वास्थ्यको पहुँच पुगोस् भनेर हामीले सूर्यविनायक नगरपालिकाको एउटा सेरोफेरोमा नगरपालिकाको बजेटबाट सम्पूर्ण जिम्मा नगरपालिकाको हिसाबमा नगर हस्पिटल सूर्यविनायक नगर हस्पिटल जगतीमा खोलेका छौँ। त्यसमा अब विभिन्न सुविधा सहितको हामीले निर्माण गर्दैछौँ र बजेटहरू पनि अब सबै आफ्नै नगरपालिकाले सम्पूर्ण बेहोर्न पर्ने भएको हुनाले बजेटहरूको कारणले पनि केही ढिला भएको थियो। अब हामीले ऐन कानुन बनाएरै अब नीति नियमलाई पालना गरेर अब हस्पिटल पनि हामी सञ्चालनमा लागेका छौँ। अस्पताल स्थापनासँगै नगरवासीलाई उपचारमा 15% छुटको व्यवस्था गरिएको छ। नगरपालिकाले नगरका बासिन्दालाई आफ्नै अस्पतालबाट स्वास्थ्य बीमा सेवा उपलब्ध गराउँदै आएको छ भने बीमा गर्नेलाई छुटको व्यवस्था गरिरहेको छ। निकै सफा र सुन्दर रहेको बाल मैत्री तथा अपाङ्ग मैत्री अस्पतालमा आकस्मिक कक्ष, भेन्टिलेटर सहितको आइसियु, एसडियु कक्ष, ओपीडी, जनरल वार्ड, ल्याब, एक्सरे, खोप सेवा र फार्मेसी सेवा लगायत आवश्यक सबै सेवा 24 घण्टा सञ्चालन हुँदै आएको छ। अस्पतालमा दैनिक 250 जनाको हाराहारीमा ओपीडीमा सेवा लिन आउने गरेका छन्। अरनिको राजमार्गसँगै जोडिएको अस्पतालमा नगरवासीका साथै काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र सिन्धुली लगायत पूर्वबाट आउने बिरामी तथा सडक दुर्घटनामा परेका समेत उपचारका लागि आउने गरेका छन्। नगर अस्पताल 25 रोपनी क्षेत्रफलमा फैलिएको छ। नगरपालिका नगरवासीलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउन लागि परेको छ। वडा नम्बर 1 देखि 6 सम्मका वडावासीलाई मेलम्चीको खानेपानी वितरण गर्नका लागि सुरु गरिएको बृहत खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ। 2079 चैतमा सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नम्बर 1 देखि 6 सम्म पाण्डु बजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्याङ्कीबाट पानी वितरण गर्ने गरी केयुकेएल र नगरपालिका बीच सहमति भएको थियो। सोही सहमति अनुसार नगरपालिकाले 8 करोड बजेट विनियोजन गरेर पानी वितरणका लागि आवश्यक कार्य अगाडि बढाएको हो। नगरपालिकाले पहिलो चरणमा वडा नम्बर 6 स्थित पाण्डु बजारको मेलम्ची खानेपानी संकलन रिजर्भ ट्याङ्कीबाट पाण्डु बजारको तल्लो टोल वासीलाई खानेपानी वितरण गरिसकेको छ। दोस्रो चरण अन्तर्गत लिफ्टिङ गरेर सुवर्णेश्वर खानेपानी ट्याङ्कीमा पानी राखी 1 देखि 6 सम्मका वडाका ट्याङ्कीमा पानी खसालेर खानेपानी वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। सम्झौता अनुसार पाण्डु बजारबाट 4 इन्च अर्थात् दैनिक कम्तीमा 20 लाख लिटर पानी पठाइनेछ। अब खानेपानीलाई हामी मेलम्चीसँग समन्वय गरेर अब 20,000 लिटर अब हामी 8 करोड रुपियाँ हामीले विनियोजित गरेर अब अन्तिम चरण हुनु लाग्यो। अब खाना सूर्यविनायक नगरपालिका नगरवासीहरूले पनि खानेपानी अब मेलम्चीको खानेपानी खान पाउने अवस्था छ। नगरपालिकामा हालसम्म 21,000 घरधुरीमा खानेपानी सुविधा प्राप्त हुँदै आएको छ। वडा नम्बर 1 देखि 6 सम्मका नागरिकलाई मेलम्ची खानेपानीको वितरण गर्ने कार्य सम्पन्न भएपछि कम्तीमा 95% घरधुरीलाई स्वच्छ खानेपानी आपूर्तिको व्यवस्था हुने नगरपालिकाले जनाएको छ। नगरपालिकाले नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि पूर्वाधारको क्षेत्रमा निकै ठूलो फड्को मार्न सफल भएको छ।
नाजुक अवस्थामा रहेको सार्वजनिक पूर्वाधारको क्षेत्रमा द्रुत गतिमा विकास निर्माणको कार्य अगाडि बढिरहेको हो। नगर प्रमुख वासुदेव थापाको नेतृत्वको आफ्नै नगर अस्पताल भवनको निर्माण गरी स्वास्थ्य सेवा सञ्चालन गरिरहेको छ। यस्तै नगरपालिकाको सुविधा सम्पन्न नयाँ प्रशासकीय भवन निर्माण भई सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ भने हालसम्म 8वटा वडा कार्यालयको आफ्नै नयाँ भवन निर्माण भएको छ। बाँकी ओडाको पनि आगामी आर्थिक वर्षभित्र भवन निर्माण गरिसक्ने नगरपालिकाको योजना रहेको छ। नगर प्रमुख थापाको नेतृत्वमा जनप्रतिनिधि निर्वाचित भएर आएको यो अवधिसम्म नगर क्षेत्रभित्र 132 किलोमिटर पक्की मोटर बाटो निर्माण भएको छ। 38वटा पक्की पुल निर्माण, 9वटा ट्रस पुल, 44वटा सामुदायिक विद्यालय भवन, मठ मन्दिर, फल्जा र स्वास्थ्य चौकी भवन निर्माण भएको छ। यस्तै 12वटा खानेपानी ट्याङ्की निर्माण भएको छ भने 16 किलोमिटर खानेपानीको पाइपलाइन विस्तार गरिएको छ। हालसम्म 12.7 किलोमिटर सिंचाई कुलर निर्माण, 73.25 किलोमिटर बाटो स्तरोन्नति र 52 किलोमिटर पर्खाल सीमाङ्कन गर्ने कार्य सम्पन्न गरिएको छ। सीमित स्रोत र साधनका बावजुद पनि नगरपालिकाले पूर्वाधारको क्षेत्रमा निकै ठूलो फड्को मार्न सफल भएको हो। जनता सामु व्यक्त गरिएका प्रतिबद्धता अनुसार विकास निर्माणमा अघि बढिरहेको नगर प्रमुख वासुदेव थापाले बताउनुभयो। पहिलो कार्यकाल सोहीविनायक नगरपालिका अब नयाँ नगरपालिका 2073 साल फागुन 27 गते सोहीविनायक नगरपालिका घोषणा भएको थियो। 2074 साल वैशाख 31मा स्थानीय तहको चुनाव भयो र यो नगरपालिका पश्चिम भेग सहर जस्तै थियो, नगरपालिका नभए नि पूर्वी भेग गाउँ जस्तो र यो अब समग्र साँगा भन्ज्याङबाट चितपोल वडा नम्बर 10बाट अहिले 10 छ, सिरुटार 1 सम्म नगरपालिका घोषणा भयो। त्यस पश्चात अब हामीले नगरपालिका घोषणा त भयो, यसमा क्राइटेरिया नपुगिकन घोषणा भएको जस्तो एउटा रङ्गशाला चाहिन्छ, बस पार्क चाहिन्छ, हस्पिटल चाहिन्छ, 75 जनसङ्ख्या चाहिन्छ नगरपालिका घोषणा हुनको लागि। तर जनसङ्ख्या मात्रै पुगेको छ, अरू पूर्वाधार थिएन र अब स्थानीय तहमा पहिलो नगर प्रमुखको रूपमा नेकपा एमाले मलाई टिकट दियो मेरो पार्टीले र जनताले त्यसलाई अनुमोदन गरेर मलाई 5 वर्ष काम गर्ने एउटा सुनौलो अवसर नगरवासीहरूले दिनुभयो। त्यस पश्चात मैले अब ऐन कानुन नबनाई कुनै पनि काम गर्न नसकिने ऐन कानुन बनाएर थुप्रै भौतिक पूर्वाधारका कामहरू हामीले पहिले प्राथमिकता दियौँ। त्यस साथसाथै शिक्षा, स्वास्थ्य, खानेपानी, बाटाघाटा, मठ मन्दिर हरेकतिर चारैतिरबाट स्थानीय तह नगरपालिकाको तर्फबाट र सङ्घ र प्रदेशबाट पनि हामी बजेट ल्याउनलाई सफल भयौँ। र त्यस पश्चात अब हामीले थुप्रै बाटाहरू फराकिला बनाउने, कालोपत्र गर्ने काम भयो र पहिलो हामीलाई चुनौतीका साथ हामी अगाडि बढ्यौँ र नगरवासीसँग समन्वय गरेर राजनीतिक दलहरूसँग पनि सुझाव सल्लाह लिएर पत्रकार साथी, शिक्षक, महिला, विद्यार्थी सबैसँग सुझाव सल्लाह लिएर हामी अगाडि बढेका छौँ। त्यति समस्याहरू परेन। अब दोस्रो अधुरा काम पुरा गर्नको लागि एकपटक मलाई दोस्रो कार्यकाल मत दिनुहोस् भनेर मैले मागेको थिएँ। अब त्यसलाई पुरा गर्नको लागि हामी लागिपरेका छौँ। अहिले चाहिँ नि हामी अब भौतिक पूर्वाधारमा पनि लागेका छौँ। अधुरा ती पुरा गर्नको लागि कालोपत्र गर्ने सीमाङ्कन गरेका थिए, ठुला फराकिला बाटो बनाएका थिए, त्यसलाई कालोपत्र गर्ने, ग्राभेल गर्ने कुरामा पनि लागेका छौँ। नगरपालिका स्थापना भएको 9औं वर्षमा प्रवेश गरेको छ भने नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएको 7 वर्ष बित्नै लागेको छ। नगर प्रमुख थापाको नेतृत्वमा अहिलेसम्म नगर सभाको 17औं अधिवेशन सम्पन्न भएको छ। यो अवधिसम्म आइपुग्दा अहिलेसम्मका सबै कार्यपालिका बैठक अधिवेशनदेखि हरेक निर्णयहरू सर्वसम्मत रूपमा पारित हुँदै आएका छन्।
विशेष गरी नेतृत्वको कार्यकुशलता, काम गर्ने हुटुटी र दृढ इच्छा शक्ति तथा निस्वार्थ रूपमा जनताको सेवा गरेकै कारण नगर प्रमुख थापाको हरेक निर्णयमा अन्य जनप्रतिनिधिहरू, कर्मचारी प्रशासन र नगरवासीबाट सहयोग मिल्ने गरेको छ। नगरपालिकाले राजनीतिमा प्रतिस्पर्धा, विकास निर्माणमा ऐक्यबद्धता भन्ने नारालाई आत्मसात गर्दै आएको छ। नगर प्रमुख थापाले नगरवासीको साझा नेतृत्व गरिरहनु भएको छ, जसले गर्दा सिङ्गो जनप्रतिनिधि एक ढिक्का भएका छन् र विकास निर्माणदेखि हरेक क्षेत्रमा प्रगति हुँदै आएको छ। अब म एकदम विश्वस्त रूपमा सोही विनायक नगरवासीहरूलाई म भन्न चाहन्छु, ऐन कानुनमा टेकेर कसैको दबावमा नपरिकन र अग्लो होचो जात जाति भेदभाव नगरिकन, त्यसको मतलब कुनै पार्टी यो पार्टी ऊ पार्टी नभनिकन ऐन कानुनलाई टेकेर सोही विनायक नगरपालिकाको तिरेको कर सही ठाउँमा हामी सदुपयोग गर्छौँ। दोस्रो, सङ्घ र प्रदेशबाट पनि बजेट ल्याउन हामी यहाँ कोसिस गर्छौँ र यी अधुरा काम पुरा गर्नको लागि हामी लाग्नेछौँ र त्यो पुरा हुने कुरामा म सोही विनायक नगरवासी दाजुभाइहरूलाई विश्वस्त पार्न चाहन्छु र दृढ सङ्कल्पका साथ हामी पुरा गर्न लाग्छौँ। सङ्घहरूमा भन्दाखेरि अधुरा काम पुरा गर्नको लागि हाम्रो टिम सोही विनायक नगरपालिका, म लगायत हाम्रो टिम, उपमेयर, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरू एक ढिक्का भएर लागेको कुरा मैले तपाईँलाई जानकारी गराउँछु। नगरलाई स्वच्छ, सफा र समृद्ध बनाउन सबै जनप्रतिनिधि एकजुट भएर अगाडि बढेकै कारण विकास निर्माण अगाडि बढिरहेको र आगामी बाँकी कार्यकालमा पनि नगरलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा समृद्ध बनाउन सबैको सहयोग मिल्ने विश्वास नगर प्रमुख थापाको रहेको छ।